हेलो साथीहरू नमस्कार। म चाहिँ है आज बिहानै घाँस बोकेर आउँदैछु। यसो हल्का दुई चारवटा बाख्रा पालेपछि घाँस काट्नु पऱ्यो, अनि हल्का पसिना पनि बगाउनु पऱ्यो। त्यही भएर यो घाँस भारी गरको भएको छ है साथीहरू, अहिले राम्रोसँग बोल्न सक्ने अवस्था छैन। अनि बरु भन्नुहोस् तपाईँहरूको हालखबर के छ, अनि कसरी बिहानको दिनहरू बिताइराख्नु भएको छ है, त्यो कुरा चाहिँ भन्नु होला। बरु म चाहिँ यसरी हेर्नुहोस्, बिहान घाँस आयो, एक भारी घाँस काट्यो, जङ्गलतिर घुम्न पाइने घाँस पनि आइहाल्ने, अनि शरीरलाई फेरि कसरत पनि भइहाल्ने है त। फेसबुक आइडीलाई फलो गरिदिनु होला। अनि म चाहन्छु म चाहिँ सरी घाँसबाट भारी गरुङ भइरहेछ, कहाँनिर गएर बसालो जस्तो भइरहेछ। त्यही भएर म हल्का दौडी पनि जान्छु है। यसरी घाँस काट्ने हुर्केर आयो जवान, हुर्केर कसलाई दियो जवान, घाँस काट्ने हुर्केर आयो जवान, हुर्केर। हेर्नु साथीहरू के मजाले पसिना आइरहेछ। पसिना बगाउने हो भने कि गएर जिम गर्नुहोस्, कि आएर म जस्तै दुई चार बाख्रा पालेर घाँस काट्नु छ है त ल।